सप्लाई गर्नको लागि अनि सप्लाई गर्नु भाइ हुन्छ त्यहाँ हामी बुझ्न गइरहेको छौँ यो पानीलाई चाहिँ उहाँले कसरी पर बोतललाई चाहिँ उहाँले कसरी बेच्नुहुन्छ होइन त्यसको बारेमा चाहिँ हामी बुझ्न गइरहेका छौँ भाइ हुन्छ हाम्रो एकजना नमस्ते भाइ शुभ नाम चरण सुब्बा भाइ तपाईँले म सानो क्वेसन गर्छु है यो पानी छ नि जुन यो पानीको तपाईँ एउटा बोतलको कसरी बेच्नुहुन्छ यहाँ चाहिँ बोतलको 11 रुपियाँ 12 रुपियाँ पर्ने पानीलाई 30 रुपियाँमा लिइरहनु भएको छ त्यहाँ बाहिर 20 रुपियाँमा ल्यायो द्याट इज भेरी इनफ है त्यो ओआरआई पनि हुन्छ बोतल चाहिँ त्यही है बोतल चाहिँ सेम बोतल हो त्यो अघिकै बोतल हो है सेम बोतल हो अनि मैले भन्न खोजेको भने के भने खमेल भनेको सबै हुने खाने मान्छे मात्रै आउने ठाउँ पनि होइन यो भनेको राज्यको सम्पूर्ण होइन आन्तरिकदेखि बाह्य पर्यटक सबै आउने ठाउँ हो कि यहाँ चाहिँ कस्तो भयो नि सबै हिँड्न लायकको खमेल भए बित्तिकै यहाँ त महँगो हुन्छ हामी छिर्न हुँदैन हामीले खान हुँदैन यहाँ हामीले एउटा पानी पनि किनिसक्यो हामीसँग हैसियत छैन भन्ने वातावरण नहोस् है 11 रुपियाँ कति भन्नु भाइ 11 रुपियाँ त्यही नभन्नु न 11 रुपियाँ कति 140 पर्छ रहेछ 12 वटा यतिको कति पर्छ नभन्नु यतिको 140 भन्छ अब गोटाको कति भयो भने 11 रुपियाँ पर्दो रहेछ हेर्नुहोस् है भनेपछि त अनि उहाँ जो भाइ हुनुहुन्थ्यो उहाँले 30 रुपियाँ भन्नुभयो 30 भनेको 2 बोतलको पानीको रेट भन्नुभयो द्याट इज भेरी म्याक्सिमम 2 भनिरहेको छु मैले 11 रुपियाँ धन्यवाद भाइ फेरि नाम भन्नु त चरण सुब्बा है त ल